हाम्रो पूजा चाहिँ सक्यो अब टीका लाउने पालो ठुलो ठुलोबाट सुरु होला ठुलो सिनियर मर्निङ यार यो साप्रा दुख्या छ यार हामी धेरै डुलियो यार फर्स्ट टाइम भेटेको हामी हैन आज त फर्स्ट टाइम अन द क्यामेरा फर्स्ट टाइम एभ्रीवन वेलकम ब्याक टु माय च्यानल वेलकम ब्याक टु माय न्यू भिडियो इट्स योर बोय एम विशाल लास्ट भिडियो त हेर्नु नै भएको थियो गाडी किनेको भिडियो हालेको थिएँ हप्ता 10 दिन हुन आँटिसक्यो हप्ता दिन चाहिँ हुन आँटिसकेछ गाडी आएको पनि लगभग हप्ता दिन एक हप्ता कटेर एक दिन बढी भइसक्यो अनि आएर धेरै हिँडी पनि सके धेरैजना पोखरामा भएको थियो दाइहरूसँग डुलेको डुले भएको थियो पूजा गर्ने एक त फ्राइडे राखेको थियो फ्राइडे पनि मिलेन अनि आज चाहिँ मन्डे पूजा गर्दैछौँ सायद तपाईँले यो भ्लग ट्युसडे हेर्दै हुनुहुन्छ है अनि त्यही अहिले चाहिँ घरमा छौँ कसरी अर्को पनि गाडी छ त्यो चाहिँ दिवसको भयो दिवस पनि हामी लास्ट टाइम काठमाडौँदेखि सँगै आएको थियौँ त्यहाँदेखि अहिले सँगै छौँ भएन भनेर फ्यामिली मेम्बर पनि आउनुभएको छ मम्मी पनि आउनुभएको छ अर्को अनन्त पनि आएको छ यस्तो देखाइदियो आज अनि फेरि त घुमाइहाल तिमीलाई क्यामेरा खेलाउनै आउँदैन झ्याप्प घुमाउनेको यो त्यो सिनेमेटिक हो यो होइन कि यस्तो भ्लग भनेको कस्तो भने यो के छ दिप्सन ठिक छ अनन्त ठिक छ ठिक छ है ल यो हो क्या भनेको त्यो हेर्दै हुन्छ नि त्यो एकदम रिस उठ्ने खाले गर्छ क्या मम्मी हो नि त वेलकम छोराको भ्लगमा आमा छोराको राम्रो तयारी भएको छ ए मेरो त यो देखा राम्रोसँग देखा यो त चप्पल लाएर गएको छु किनभने अब जुत्ता लाउनु भने फेरि अब त्यही हो फेरि खोल्न पर्छ अनि मोजा पनि लगाउँदिनँ म यतिकै जान्छु भर्खर नुहाएको छु नि त सफाइ छु कि मन त पहिल्यैदेखि सफा हो अनि अलिकति छाला पनि सफाइ थियो हिजो पनि नुहाएको फेरि आज पनि नुहाउनै पर्ने पूजा भनेर जाने भयो तेल पर्दैन लिएर आउनु त ल बस 15 यसमा बस्ने कहाँ बस्ने आउनु त बस एकजना क्यामरामा चाहिँ नि त दिप्सन नि बस्छ होला के त्यही बस्छस् पल पल जिना मुहा फेरि यो सिट आफै सर्छ नि देख्नुभयो ए आएपछि त फेरि यस्तो छ नि सिस्टम चार्ज चाहिँ फेरि एकदमै कम छ मैले हिजो अस्ति कहिले हो लास्ट टाइम चार्ज गरेको त्यहाँदेखि गरेको छैन 31% मात्र छ चार्ज चाहिँ हामी जाने भनेको खैरेन्टारको अकला देवी होइन अलिकति क्वालिटी पनि फेरि मेन्टेन गर्नु पर्यो नि त हामी चाहिँ खैरेनीको अकला देवी जाने हो त्यो भएर 31 ले धान्छ कि जस्तो त लाग्छ मलाई त्यति धेरै नधान्ला जस्तो त छैन तैपनि 1500 भयो भने चार्ज गर अनि घर आउनु पर्ला भन्ने चाहिँ मेरो धारणा हो सो लेट्स गो अहिले चाहिँ यहाँबाट म निस्किन्छु अन द वे भेट्छु तपाईहरुलाई पन्नुको मेरो गाडीमा फर्स्ट टाइम दिप्सन त बसिसक्यो कहिले बसे त अस्ति दिवसले लिएर आएको थिएन ए आमा हैन त है बस्यो म घान्द्रु गएको थिएँ के म बीचमा घान्द्रु गएको थिएँ भएर इन्स्टाग्राम फलो गर्नु भन्छु के हेर्नु न झ्याउलाई कहिले गयो भन्ने भइरा होला हैन इन्स्टाग्राममा फलो गर्नु स्टोरी हालेको थिएँ म अनि टोन्डे दाई त्यसपछि आकाश दाई भाउजूहरू हामी रमाइलो गर्न गएको थियौँ कस्तो रमाइलो भएको थियो त्यही बीचमा घुम्यो होला नि पन्नु पनि भाइब छ पन्नु गाडीमा एकदम क्लासिकल भाइब छ नि एकदम गाडी दामी छ क्या मलाई कस्तो सिट अगाडि आयो कुन चाहिँ बस्यो कि यो गाडीमा ल त्यही हो अब अन्त भेट्छु तपाईँलाई है त तान्नु त मम्मी त्यहाँ हुनुहुन्छ फेरि छोन्छ ल भयो आउनु ए चाँडो आइज न पछाडि दिए हुन्छ होला नि पूजा भयो नि त यो त ढ्याप्प ढुप्प सबै ढ्याप्प ढुप्पै भयो त उठाउनु त हो ल अरू त अल गुड ल है त जाने सिट के भयो त नि पन्नु यो त कता न भिक्स मिठाई के भिक्स ए भिक्स म त मिक्स मिठाई छ ल शुभ यात्रा शुभ होस् यात्रा सफल रहोस् मनोकामना अकला माईको दर्शन गर्न लागेको है त हजुर ए के सामान लिनु छ अहिले चाहिँ विजयपुरको पुल कटेर आयो विजयपुरको पुल भनेको वेलकम टु पोखरावाला गेट त्यो कटेर चाहिँ अगाडि आइपुगे अनि रिसेन्टली न्युजहरुमा नै आइरहेको थियो नि त यो 12 बजेदेखि हैन 8 बजेदेखि 12 बजेसम्म या 12 बजेदेखि 2 बजेसम्म बन्द भनेर 8 बजेदेखि 12 सम्म भनेर बिहान चाँडो हिँड्ने हैन अनि फेरि अहिले निस्किने बेला 12 देखि 2 बन्द छ रे भनेर लायो अहिले आएको त केही पनि रहन्छ बनिरहेको रहेछ काम गरिरहेको रहेछ ननलाई तर त्यस्तो त्यो रोकटोक चाहिँ छैन आनन्द नै छ त्यसपछि अब त मक्खन अब त मुग्लिनसम्म जान्छ भने मक्खन अब कहीँ छैन डिस्टर्बेन्स है आनन्द भएमा पनि गाह्रो भयो दिप्सनलाई नि गाडीमा गाह्रो हुँदैन दिप्सन पन्नुलाई त्यही मम्मीलाई चाहिँ गाडीमा अलिक गाह्रो हुन्छ इभी होस् पेट्रोल होस् जुन भने अलिअलि गाह्रो हुने रहेछ अब हुँदो रहेछ पहिला त थाहा थिएन अब कहिले गाडीमा हिँड्नु हुन्थेन जहिले लोकल बसमा हिँड्ने हो
अनि लास्ट 1 इयरमा चाहिँ अलिकति गाडीमा म गाडीहरू लिएर आउँदाखेरि मम्मी गाडीमा हिँड्नुहुन्थ्यो नि त त्यहाँदेखि चाहिँ अलिक गाडी लाग्ने थाहा भयो अनि यो गाडी त यो कसै नलाग्ने मान्छेलाई पनि लाग्छ इभी भनेको यस्तो गाडी हो मलाई पनि जिस्के हैन उ त्यो पछाडी सिटा राख्दियो भने मलाई डर लाग्छ गाडी चाहिँ मलाई जति गरे लाग्दैन जे गरे डर चाहिँ लास्टै लाग्छ यो गाडीमा के मलाई पन्नु उता राख्नुपर्छ एकदम डिस्टेन्स छ नि त अगाडि हेर्न पाउँदैन नि त यस्तो डर लाग्छ मलाई त्यो जाम छैन भनेर गफ हानेको थिएँ यहाँ त ठुलै जाम छ त यहाँ त गल्लीतिर हालेर स्वाट निस्किम कि भने नि फेरि कराउने हो कि भन्ने डर ओहो यो त लामै जाम छ त्यहाँ त खास जाम चाहिँ यता पो हो ओहो चाहिँ टेन्सन लाग्न लाग्यो ठुलो जाम छ अगाडि हेर्नु त त्यही यो जाम भयो नि जे भने फेरि बिहानदेखि लगभग कति बज्यो ल यहाँ हेर्नु है ए घडी के हो बोल्दैन त ए बलिरहेको रहेछ यो अलि यसो यहाँ दाब्दे त दिप्छन् फेरि बिल्ला भयो यहाँ नदाबेर बटाउन जान भनेको त्यो टाइम त मैले देखिरहेको छु अलि उज्यालो बनाउनु ल 1 बजिसक्यो बिहानदेखि पानी पनि खाँदैन उठेदेखि त्यही नुहाउँदाखेरि अलिकति यसो ब्रस गर्दाखेरि मुख अलिअलि परिहाल्छ 2-4 छिटा नभए पानी पनि खाएन भोक पनि लागिसक्यो अब चाहिँ त्यही भएर प्रिङ्गल्स त छ त्यहाँ उयो त पछाडि चाहिँ मजा छ क्या है आमरेस्ट राख्यो आनन्दले यो चाहिँ अनि बन्द गरिदिएको बेलामा यो बन्द गरिदिन्छु किनभने यसले त्यो उ गर्छ के घाम छिर्छ अनि गर्मी हुन्छ के अघि त्यहाँ घरबाट निस्किँदा मैले चार्ज कति थियो भने थियो तपाईँहरूलाई 31 अझै पनि 31 नै छैन त्यहाँ चार्ज कति राम्रो दिएको आज त भनेको लगभग घरदेखि यहाँ 10 किलोमिटर छैन बढी छ बढी छ होला 10 किलोमिटरमा पनि 1% नि घटाएको छैन माइलेज त राम्रै दिएको हो त अलि घट्ने होला नि त लात्तै फेरि एकैचोटि त घट्दैन लुत्तै घट्ने होला नि त 4 घट्ने होला नि त अहिले अब यहाँबाट पूजा गर्ने खैरेन्टा अनि मामा घर यही हो मामा घरै खानासाना बनाउनु होइन आज मामा घरै खाइदिनुपर्छ दुःख दिनुपर्छ आज मामाहरूलाई माइजहरूलाई अहिले चाहिँ हामी आइ पुग्नु आँट्यो भन्दा नि आइपुग्यो मन्दिरको तल चाहिँ आइपुग्यो ए उसलाई जस्तो त कसलाई थाहा छ त नि यो मन्दिरको बारेमा उता अर्को गाडी पनि आइपुग्यो क्या अफलाइन होइन त्यो अनलाइन हो अन्त वे नै हो यो फेरि यो गाडीमा चाहिँ अब म मम्मी दिपसना आयो भने त्यो गाडीमा चाहिँ टोन्डे दाई पनि हुनुहुन्छ किनभने टोन्डे दाईको पनि आज काठमाडौँ जानुपर्ने छ त्यसले गर्दा यो बाटो छोरोलाई जति अरू कसलाई थाहा छ त भनेको होइन दाई मर्निङ मेरो टोन्डे दालाई भेट यार मैले त दालाई भेटै छैन यार दाई यार दाई मर्निङ यार यो त यो साप्रा दुखिया छ यार हामी धेरै ढिलियो यार फर्स्ट टाइम भेटेको हामी होइन आज त फर्स्ट टाइम छ अन द क्यामेरा फर्स्ट टाइम गाडी मैले पनि बिहान टक्क धोइदाई गरेर भर्खरै हो रोक्दै यही हो क्या मन्दिर यही हो अकला मन्दिर हो अलिअलि बोल 2-4 शब्द दिइहाल्यो नि त्यसले मन्दिरको बारेमा कि देखाएन यो मन्दिर ए छ अलिकति पावरफुल ए हो ल भन्नु त आयुष दाइको जब छोरी हुनु भएको थियो उहाँको बोली फुटेको थिएन बोल्न नसक्नुहुन्थेन यहाँ पछि ठ्याक्कै बोली फुट्यो आयुष तपाईँले पनि चिन्नुहुन्छ आयुष दाई हाम्रो स्टेसनको आयुष दाईको सरप्राइज गर्ने दाईको यस्तो भएको थियो त्यहाँदेखि चाहिँ मैले पनि एकदम फलो गर्छु यो मन्दिरलाई जहिले मध्यनजर हुन्छु कि त्यही भएर ल अब पूजा गर्दाखेरि भेट्छु ल माथि पुजारी बा हुनुहुन्छ कि हुनुहुन्न पुजारी बालाई तल ल्याउनु पर्यो माथि पुग्नु पर्ने होला म पनि ह्याप्पी बर्थडे दाई बाबुलाई अब के अन्त अब अलि पुगेर अब अलिअलि टेस्ट लाउनु खोज्छ तर टेस्लाको अलिअलि टेस्ट लाउनु खोज्छ तर 4 भागको 1 भाग पनि आउँदैन कि फेरि टेस्लाको नेपालको टेस्ला चाइनाको टेस्ला हाम्रो टेस्ला तर होइन कि फेरि हाइवे इभि नचोडा भन्यो यो हाइवेमा त कति आनन्द छ आनन्द है 31 उमा आएको दाइ 31 खोल्दै 31% मा आएको दाइ 31% चार्जमा आयो यहाँ आउँदा बल्ल 28 भयो 3% ले वहाँ घरदेखि यहाँ 20 किलोमिटर ल्याइसक्यो डबल क्लिक हो त्यहाँ डबल क्लिक डबल क्लिक यो पनि यहाँ सामने राख्ने हो नि यहाँ नि रुइँदा डबल क्लिक हो कि त्यस्तो होला होइन पानी हाल्ने चाहिँ यता छ फेरि के छ बुटी सुसिन राख्नुपर्छ यो ठिक छ यहाँ केही पनि छैन राख्नलाई मिलाएर राख्न एउटा लगेज मजाले अट्छ त नभए जुत्ता सुत्ता त्यो कतै यसो जिम ब्याग सिम ब्याग राख्नलाई चाहिँ काइदा छ यो
अड्छ गाडी त मजाले बनाएको कि तर कहिले काहीँ दाइ कहिले काहीँ चाहिँ त्यही पेट्रोल त्यो सानो भए पनि त्यो इको स्पोर्ट पोलो भयो नि हुन्थ्यो भन्ने हुन्छ के त्यही भएर के खायो तपाईँले खाएँ नि मैले खानै खाएँ कहाँ निस्के रोबाट त्यो अगाडि त्यो हामीले इको स्पोर्ट रोकेकोमा खाइदियो ए यो उनीहरूलाई कुर्नु अघि कति हतार हुन्छ ल जाँदा आउनु आमा वेलकम छ मेरो ब्लगमा तपाईँले याद गर्नुभयो होला ए तपाईँले म त्यो भ्लग त हालेँ मैले काठमाडौँबाट आउँदाखेरि चाहिँ मम्मीसँग भ्लग खिचाएको थिएँ तर त्यो चाहिँ हालिनँ साबी छैन मसँग ए आफै लग हुन्छ के बोलाइहाल्ने भन्छ बालाई बोलाइहालेँ जाऊँ न त सिए पढेको मैले पियो पोखरा युनिभर्सिटी ठिक छैन कि पियु एफिलिएट हो बिचरा कस्तो मजाले निद्रा पैसा दाइल दिइहाल्ला नि दक्षिणा अरे कस्तो मजाले निद्रा थापेको थियो टिकै थिएन कि हातमा यतिकै जिस्कनले गएको थिएँ अब आउँछ अहिले हात त रातै छ तर लागेन पोखराको नम्बर 1 बिबिएको लागि लागि नम्बर 1 हैन पोखराको राम्रै छ ल है त अब यो यहाँ हाम्रो पूजा सक्यो अब के अरे पण्डित बा आउनुहुन्छ अनि त्यसपछि बल्ल तल गाडीको पूजा गर्ने त्यसपछि त ओके आज किने मूर्ति किना छ अनि रुद्राक्ष किना छ त्यो अर्को के माला भन्छ अरे होइन अर्को के दिवस त्यो के माला भन्छ अरे अर्को होइन अर्को माला नाम के भन्छ अरे हाम्रो उता सिन्धुपाल्चोकतिर हुने कस्तो नआएको के बुद्ध चित्त माला पनि थियो होइन सिन्धुपाल्चोकतिर हो नि सोलुतिर हो त्यो बुद्ध चित्तको माला पनि थियो तर फेरि सिन्धुपाल्चोक र काभ्रे एकै होइन ठाउँ ए त्यो बुद्ध चित्तको माला पनि थियो तर त्यो चाहिँ मैले लिएन कि किनभने रुद्राक्षमै राख्न मलाई तर मलाई ऊ पनि राख्नु मन थियो बुद्ध चित्त राख्नु मन थियो अनि टाढा त कहाँ हुँदैन नि पोखरा हुन्छ त्यही त हो नि ठिकै छ ल अब यहाँ पूजा हुन दिनु सक्न दिनुहोस् अहिले चाहिँ अब अनन्त सर्जुदाई अनि पन्नु छिर्दैछ उसको नाम चाहिँ पन्नु होइन उसको नाम आयुष पनेरु हो त्यही भएर पन्नु भन्छन् सबैले नाम चाहिँ आयुष हो मेरो भ्लगमा सब राम्रो राम्रो आएको छ म बाहेक सबै राम्रो छैन म र यो दिवस बाहेक यो पनि क्लिन छ अनुहार होइन यसको चाहिँ हेर्दै त्यो घिनलाग्दो झुसै झुस छ अनुहार होइन अनुहार त्यो झुसै झुस छ पन्नुको पनि फेस क्लिन छ सर्जुदाईको पनि क्लिन छ यसको त आउँदैन है यसको पनि क्लिन छ नआउने खालको हो के चाहिँ नआउने कहाँ नआएको फालेको गर्नुपर्छ र दाइको जस्तो हुनु पर्छ मेरो दिवससँग अलि आएको हो तपाईको थाहा छ हिजो राति दाइको साप राखिन ल भिडियो खिचाछु ल हाम्रो पूजा चाहिँ सक्यो अब टिका लाउने पालो ठुलोबाट सुरु होला ठुलो सिनियर के लाउँदैन तपाईँले टिका हामी गएन नि है मन्दिर गएन नि है ल भाग्यमान हुनु सन्तानले डाँडा ढाकुन् आज एउटा डाँडा काट्नु ढाक्ने सन्तानको होइन दक्षिणा दिनुपर्छ आमाहरूलाई त हो अब टेन्सन पर्यो मैले दक्षिणा पाउने होला होइन आमालाई त दिनुपर्छ दाइ हो र अब क्यास छैन टेन्सन पर्यो क्युआर गरौँला नि त केही छैन ल यी दाइ यतिकै हेर्नु त यो कसैलाई थाहा छ यहाँ टिका लगाएको भने थाहा छ त छैन भने फिलै नहुने रहेछ भित्र छ कस्तो राम्रो हालिदिनु लाइ छुट्टको टिका लगाइदिनु भएको छ छुट्टको मेरो पनि राम्रो भयो राम्रो देखायो मेरो चाहिँ बाक्लो लगाइदिनु भयो होला धेरै राम्रो देखेछ टिका भने टिका तिमी रियल लाइफमा त अझै धेरै हिरो हो क्यामेराले तपाईको ब्युटी ब्युटी क्याप्चरै गर्न सक्दैन हो र मेरो तारिफ भन्नु 2 मिनट जति हाल्यो 0.5 भयो ल अलि यता रियलमा धेरै राम्रो छ मान्छे हिरो क्यामेराले चाहिँ हिरो देखाएन के चाहिँ भयो यहाँ खास के हुँदैछ 2 मिनट जति तारिफ भन्नु न मेरो
2 मिनेट हिरै हो मान्छे खतरै हिरो रमाइलो भइरहेछ अब गाडी पूजा नआएको गाडी भन्दा अरू कुराहरू धेरै पूजा भइसक्यो अब गाडी नै पूजा गर्न पाएन अब गाडी पूजा गर्दै भेट्छु तपाईँलाई हो म तारिफ गर्थेँ नि नत्र ल भन्नु नि त ल भन्नु 2 मिनेट कतै के छ दिवसलाई हालखबर अल फाइन हो सबै फोटो सेसन भाइ पूजा गर्दैछ अन्त जुम चाहिँ नहुने रहेछ एक त बिहानदेखिको भोक कति बजिसक्यो लगभग 2:50 3 बजिसक्यो बिहानदेखि केही पनि खाछन् नरिवल त खाएछ म त केही न त ब्रेकफास्ट खाने ए नरिवल फन्डा भन्ने अनि त्यसपछि पूजा पनि गर्यो अनि सायद त बाइक पूजा गर्दाखेरि यस्तो खाले पूजा त भएको थिएन मलाई जस्तो लाग्छ गाडीवाला पूजामा चाहिँ जानै छ भयङ्करै गर्नुभयो एकैचोटि यहाँ फुटाउन भनेर हो माथि लएर भयो ल खाऊ खाऊ ल ल ल ल भर्खरै कन्या हुँदैछ यता फेरि है बा अनन्त खोल्देऊ त ओनर खोल्देऊ त लाग्दैन मैले के गर्नु पर्यो मैले के गर्नु पर्यो हरे मङ्गलम विष्णु भगवान देवी फुल पोहरा 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 गाडीको धन्य गर्ने हुन्छ कस्तो फिल भइरहेछ त अब गाडी आफ्नो भयो जस्तो अब चाहिँ आफ्नो भयो जस्तो भयो त भने थियो तिमीले सुनेनौ तर के चाहिँ भन्नु त कमेन्ट आएको थियो नि चिन्ता नमान्नु मम्मी भाडाको भाडाको भएन भिडियोमा कमेन्ट आएको थियो कि नरुनु अब भाडा गाडी हो पूजा गर भन्नुहुन्छ बुवा मलाई थाहा आउँदै आउँदैन कि त्यही त समस्या छ है पूजा गर भन्नुहुन्छ मलाई आउँदैन पूजा गर्न त्यही बोरा छैन नि त फेरि अम्ठी फेरि उल्टी घुमाएर राखेको
यस्तै यस्तै छ त नि यो घुम्छ त नि खै गाडी नै भत्ता पुग्नु भयो अब यहाँबाट विश्वकर्मा पुग्यो देवसेला तल गरिदेऊ त मैले 5000 रुपैयाँ गाडीले पाउनु भयो ल अब त्यो उसलाई पूजा गर हन्डीलाई पूजा गरेर 5 ठाउँमा उ गरेर त ट्याकट्याकको पहरा लगाऊ पाठामा यहाँ पहिलो चाड सुसुमा लगाऊ माझ्जामा लगाऊ एउटा चाड चाड हन्डीमा लगाऊ चारतिर लगाऊ ट्याकट्याक यसरी ट्याक गरेर अब यो यहाँ झुन्डाउने बेला नि यहाँ झुन्डाउने यहाँ राख्ने हौ त्यो यहाँ झुन्डाउने यहाँ राख्ने हौ यहाँ घुमाउनु भयो यहाँ म घुमाइदिन्छु ल त्यो मूर्ति हाम्रो तलबाट आजलाई निकाल्न मिल्छ बुवा अब त्यसलाई निकाल्न मिल्छ आज मिल्छ त्यो त आफैले मिलाएर काट्नु पर्ने रहेछ त्यो म निकाल्छु म आउँछ निकाल्नु अब त्यहाँ पूजा गरेर पाठा गरे बिसारी छ त यहाँ बाँड्न आँटेको नि बेच्च भन्ने भिडियोमा दाहिने घुमा भनेको त्यो दाहिने घुमो आफै बाँधे यसरी नै बाँध्नु आउँछ यसरी बाँध्ने हो किन बसा बेला जुत्ताको तपाईँले फेरि बाँध्छ कि घुमाइतिर बाँधेको होइन यो सिपालु छ नि त सेम त्यसरी नै बाँध्छ नि त अहिले तुनाले यो झुन्डी नै हो कि यो झुन्डी छ त भागमा फेरि खोर्यो त्यो सुर्कानी बाँध्नु हुन्छ त्यो हजुर स्वस्तिक चिन्ह बनाएको होइन हामीले गाडीमा हो होइन नि ओम मात्र रहेछ त गुरुजीले बनाइदिनु स्टेरिङ के गर्ला अर्को पनि छ त्यो वान मोर यो तीनटै गियरमा बुवा गियर पनि छ कस्तो गियर यता त हान्ने दाइ गियरै हो त के किन म मान्छ हेर्दैन आम गुड एट दिस रेड वान खोइ त रेड वान यहाँ चाहिँ के पूजा गर्नु कतिलाई कुन बत्तीलाई के बत्तीलाई भगवान पूजाइदेऊ ल ल उठा उठा घुमाउ यहीँ घुमाउ जल खै त ल अब नरिलो ट्याक्टर पिटेर जाने एउटा पोर्ट्रेटमा हान्न भिडियो बन्द पिटेर जाने हिँड्दा ट्याक्टर गाडी पुग्थ्यो जाने यो गाडी पुस्ने हो होइन पिटेर जाने यसलाई त म त अल्छा हाने हानु नि त बासो उयो ढुङ्गा चुचुलो ढुङ्गा माना गाडी पूजा पनि भइसकेको छ बल्ल चाहिँ आफ्नो भयो होला गाडी है बरु पास हुँदा पनि आफ्नो भयो जस्तो हुँदैन तबसम्म यो पूजा हुँदैन तब आफ्नो भयो जस्तो हुँदैन अब चाहिँ भयो हुन त छोइछाइ त भइसक्यो त्यहाँ अलिकति चसक्क हुने गरी त छोइदिइसक्यो त्यो छेउतिर मैले छोवा भए त केही हुन्थेन यसले सँग छोवा नि केही हुन्थेन अलिअलि त भयो यसले पनि छोइदियो नि थाहा नै तपाईँलाई त के भनिसक्यो भने होइन है लिनिदिने उत्पत्ति गरेर उसले त लिनिदिने पूजाबाट जाने त्यो चाहिँ दाइहरूले हो उसले त लिने
उसले लिने दिने त्यो जुन दिन गाडी पाए त्यो दिनको बेलुकै उद्घाटन हाने हो कि उसले त वहीँ उता नक्सलतिर उद्घाटन हाने कि उसले चाहिँ त्यही भएर अनि त्यही हो पूजा सक्यो के अब यहाँ ए निम्बु चढाउनु भएछ पूजा नि भयो यता निम्बु चढाउनु भयो होला यसले खिचेर ठ्याक्क चारवटा टायरले खिचेर यहाँ पनि छ ल त अब म निम्बु खिच्छु है कसरी क्यामेरा निम्बु म निकालौँ रेडी 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 मन त खिन्न भए भित्र अबिरबी देखेर भाइ केही हुन्न स्वभाव हाल्छ रोक रोक सबै सुने गरी ल आऊ ब्याग जाऊ ब्याग पनि जाने हो होइन त्यहाँ आउँछ त्यो ब्याग जाऊ बल्ल खाना पाइयो होइन समय देखाउनु कति बज्यो 3 त अघि भइसकेको 3:30 भइसक्यो रहेछ बिहानदेखि बोके है पानी पनि खाएन भर्खर आयो पादेखि हजुर पनि बिहानदेखि बोके हो ए अब हाम्रो छुट्टी नि बेला पनि भयो है हप्ता दिन सँगै थियौँ उड्ने टाइम म आकाश हामी सँगै थियौँ हप्ता दिनदेखि ओहो भाउजूहरू त 1-2 दिन अगाडि छुट्टिनु भयो अब हाम्रो पनि छुट्टिन्छ लाग्यो ल ओके विशाल बाई बाई थ्याङ्क यू एन्ड कङ्ग्रेचुलेसन्स सिउ सिउ मैले त के को कङ्ग्रेचुलेसन दिनु त दाइलाई गाडी पूजा पनि भयो अब सायद 4 भएछ मान्छे पनि पूजा भयो अब चाहिँ छुट्टिने बेला आयो ल दाइ ह्याप्पी बर्थडे बाबुलाई आज बाबुको बर्थडे ह्याप्पी बर्थडे राम्रोसँग जानु धेरै दिनपछिको हाम्रो दाजुभाइको अब छुटघाट है ल यो त पोखरै जाने पो त ल जानु यसलाई त भाइ भन्दा नि मलाई त पर्सि आइपुग्छ जस्तो लाग्यो मलाई त हो अन्दाजी यसले चाहिँ मलाई मिस गरेर है अलिअलि ल आऊ मेरो बाबु आऊ आऊ मिस नगर्ने खाले वातावरण बनाइरहेको छु के अहिले त ल आमा ल ल ल तपाईँले पनि बाई गरौँ न ल त दाइ ल जय नेपाल भेट्नुपर्छ दाइ ल यस्तै छ है अफिसियल ल पूजा आजा नि गरियो अलिकति अब यसलाई टाल्नु पर्ने छ रुद्राक्ष र यो चाहिँ राख्छु अरू कपडाहरू केही नराखे पनि रुद्राक्ष र यो चाहिँ राख्छु किनकि मेरो पनि अब कतै म ट्राभल गर्दा यताउता गर्दा मलाई पनि यसरी ढोकिरहनु पर्ने हुन्छ नि त त्यो भएर बानी नै छ त्यो भएर चाहिन्छ नि बाँकी फोटो बीचमा हान्नु के यहाँ फोटो सुट गरेको एउटा चाहिँ अब सुरुमा हाल्नेवाला पाएँ अरू पछाडि हाल्नेवाला पाएन अब सायद बिचै गएर हान्नु पर्ला अरू एडिट गरेर दामी यस्तो वाला के यस्तो वाला हान्छु नि त्यहाँ हामीले हान्दाखेरि कस्तो राम्रो आइरहेको थियो मसँग छ त तपाईँले मलाई हाल्दा छ भिडियो रेकर्ड गरेको त्यो पनि हालिदिन्छु उस्तै पऱ्यो क्यान्टिनमा त्यो गाडी लिएर आएको ल राम्रो छ है त शोभायात्रा अब पुगेर फोन गर्नु बिच फोन गर्नु ल त्यही हो है त साथीहरू म पनि अब जान्छु अब मामा घरतिर जाने कुरा थियो तर खोइ अब मामा घर गइन्छ कि घरतिर गइन्छ चार्ज चाहिँ राम्रो देखेर वहाँबाट लगभग तपाईँको 20-30 किलोमिटर आउँदा पनि 26% छ अघि 31मा निस्क्यो भने चाहिँ चार्ज राम्रो दिएको कति दिन भयो पैसा 3,500 दिन लाग्यो मैले 8-9 दिएको दिदी 12 त्यसो भएर पुरो हो अनि फेरि त्यो 150 को दिम दियो त्यो सबै बाको हुने हो खास पूजा चाहिँ बाले राम्रो गरिदिनु हुँदो रहेछ यहाँ चाहिँ पूजा चाहिँ बाले राम्रो गरिदिनु हुँदो रहेछ पूजा पनि भयो त्यहाँबाट समय लगाइदिनु भयो 2 घण्टै लाएर यस्तो राम्रो पूजा गरिदिनु भयो त्यही भनेको बाइक पूजा त फ्याटा भुटुटुटो गरे जस्तो लाग्थ्यो सकिया थियो यो गाडी पूजा चाहिँ धेरै टाइम लाउनु भयो प्लस शब्द भनेको मैले बुझ्ने गरी भन्नुभएको थियो कि जस्तै यो गियरको बारेमा पाङ्ग्राहरूको बारेमा त्यो मन्त्र भन्दाखेरि शब्द भनेको सबै मैले पनि बुझिरहेको थिएँ कि भनेको बाले राम्रो पूजा गर्नु हुँदो रहेछ धन्यवाद बालाई यति पछि गाडी आफ्नो भयो जस्तो भाइ लक्क यो त मलाई नि एकदम चाहिने कुरा म पनि ढोगिरहनु पर्ने हुन्छ
कहिलेकाहीँ मुखै नधुकिने गाडी चलाउने बानी छ, त्यो बेला चाहिँ अलिकति समस्या हुन्छ, ढोग्न पाउँदिनँ होला। त्यहाँदेखि ठिकै छ, एडजस्ट गर्छु अब। त्यही हो, अब चाहिँ मामा घर खाना भनेको छ के अरे। आयुष चाहिँ को हो के हो भन्नु होला फेरि। आयुष चाहिँ यता गेमतिरकै साथीभाइ हो। अनि बिहानदेखि सँगै जाऊँ न त पूजा गर्न, ऊ पनि अब उतै पोखरै फर्किने हो, हामीलाई साथी पनि हुन्छ आऊ भनेर सँगै आइयो। अहिले चाहिँ म मामा घरमा आइपुगेँ। अनि आमा हुनुहुन्छ यहाँ? आमा ए आमा सन्चै हुनुहुन्छ? आमा सन्चै हुनुहुन्छ? ल भन् भन् बोल बोल्न बोल्न बोल। हेर्दा त अनुहार हेर्दा त मेरो भाइ जस्तो नि छैन यार। भाइ के पर्छ यो? ए भिडियो अन भएपछि पैसा पाउँदो रहेछ ल। 50 होइन 100 चाहिन्छ अरे यहाँ, डिमान्ड हेर्नु न। पढ्नु ठिक छ नि? साना तिमी नि यस्तै थियौ कि अलि अलि इनोसेन्ट केट थियो? ज्ञानी हो। म चाहिँ यस्तै थिएँ है, सानोमा यस्तै थिएँ। म योभन्दा बढी थिएँ होला है बा? कस्तो थियो बा अताउ है सानोमा? यो रेशम त तपाईँले ओए भनेपछि बुझ्नेवाला थियो नि त, यसलाई कसैले ओए भनेर बुझ्नेवाला छैन नि त फेरि, त्यो छ समस्या। यो नि अलिअलि डराउँदो रहेछ, नारायणसँग अलिअलि डराउनु रहेछ। अलि कसको रहेछ फोन उठाइदियो त? अहिले चाहिँ गाडी चार्ज गर्न आएँ, मम्मीलाई मामा घरबाट घरमा छोडेर खानासाना खाएको केही पनि खिच्न पाइनँ किनकि स्टोरेज फुल भइसकेको रहेछ। म चाहिँ फेरि भिडियोहरू टन्न मेमोरिजको लागि खिचेर राख्छु कि, अनि त्यसपछि त्यो डिलिट गर्ने बानी नै छैन क्या, त्यही भएर। अनि यहाँ चार्ज गर्न आइपुग्दासम्म 7 कि 8% भइसकेको थियो। अनि अहिले चाहिँ 61% भएको छ। अहिले चाहिँ दाइ पनि छ। दाइ के छ, ठिक छ? दाइ चाहिँ एउटा राम्रो काम गरेछ, आइप्याड चाहिँ लिएर आएर रहेछ, त्यो भएर यसो यहाँ युट्युब सुट्युब यताउता हेर्न पाइरहेको छु। के बारे छ? पैसा पुगेन अनि फेरि त गर्नु पर्यो है। 61 भयो के अरे? कति रुपियाँ गइरहेछ? यो अहिले घरमा छ पार्किङ बनाएको छैन, सरी त्यो चार्जिङ स्पट पार्किङ बनाएको छैन नि त। म 570 को 8 बाट 60 भनेपछि कति गयो? 54 55 को 560 7 बाट त्यही त 55 को कति कतिको 570 भयो अरे। 7 बाट 61 होइन त? अनि 38 किलोवाट नहुन पर्सेन्टको हिसाबले गर्छ एकचोटि रुक्नु। 7 भनेपछि 7% मा थियो अनि अहिले 61 भयो भनेपछि तपाईको कति भयो? यताको 6 घट्यो 54 अनि डिभाइड हान त 54 डिभाइड 570 हान त 570 हैन 54 डिभाइड हैन 570 डिभाइड 54 50 हैन 570 डिभाइड 55 हान त 10.55 1% को 10 रुपैयाँको हिसाब हुँदो रहेछ क्या भनेपछि अन्दाजी हो भनेपछि त 100% को त 1000 भयो भनेपछि त आज लगभग 8-900 को हान्छ ल ठीक छ भनेपछि ठिकै पनि हो जोड्नु न ल अनि यहाँ त 61 भयो यसलाई त 80-90 बनाउँ न मैले हैन अस्ति लास्ट टाइम 85 बनाएर गएको थिएँ म 3-4 दिन अगाडि गरेको थिएँ त्यसपछि बल्ल आज जोडे हैन एक दिन यहाँ बसेर यसो रमाइलो समाइलो गरेर गयो नि त त्यसपछि भनेको त जस राम्रै दिएको हो भ्यालीलाई ठीक छ है दाइ त्यही म त अस्ति लास्ट टाइम कहिले आएको थिएँ त्यसपछि आज आएको दाइ अनि घर नभएसम्म चाहिँ हो घर बनाइदिनु हुन्छ क्या पार्किङ यो चार्जिङ स्पोटहरु बनाउँदै हुनुहुन्छ त्यो भएर घर भन्दा किन यसरी कुरेर बस्नु पर्थ्यो र घर राति अब निस्क्यो भने ठिकै छ निस्केन भने जोड्ने सुत्दिने 100 भएपछि आफै निकाल्दो रहेछ यसले सिस्टम रहेछ त्यही भएर त्यही हो अब यो चार्ज गरेर चाहिँ अब घरतिर निस्किनु पर्ला टायर्ड म त लगभग 10 दिन गाडी लिएको 10 दिन हुन आट्यो होला 10 दिन देखि नै म घरै बसेको छैन अब 1-2 दिन चाहिँ रिल्याक्स भएर घर बस्छु अनि फेरि काठमाडौँ जानु पर्ने छ सायद काठमाडौँ गाडी नलिकन फ्लाइटमा जाम भनेको तर सायद गाडी लिएर जानु पर्छ होला सकेसम्म लान नपरे मलाई सजिलो हुन्थ्यो ट्याक्क फ्लाइटमा गयो फ्लाइटमा आयो इजी हुन्थ्यो नि त बेस्ट हुन्थ्यो लाइफ सस्टेनेबल हुन्थ्यो अनि अब खैरिन पनि जानु पर्ने छ त्यो भएर त्यही हो अनि भ्लगलाई त इन गर्छु अब गाडी पूजा पनि भयो नेपालीहरुको के हुन्छ नि त गाडी पास आफ्नो नाममा आएसम्म पनि आफ्नो हुँदैन जबसम्म पूजा गरिन्छ नि बल्ल गाडी आफ्नो भयो आज गाडी पूजा आरे के उता खैरिनटार पुगेर त्यो फेरि यस्तो कुरा नहुन् 61 भाइ यति त
त्यही यसलाई ठ्याक्क अब फेरि मैले 100% चाहिँ गर्दिनँ यो फास्ट चार्जिङ धेरै जोड्नु हुन्न नि त यसलाई 100% गर्दिनँ म यसलाई 80-85 को रेन्जसम्म पर्सेन्टसम्म पुऱ्याउँछु वेल गाइज इट्स अ मर्निङ इट्स अ नेक्स्ट डे अनि हिजो आएर चाहिँ म सुतेँ भन्दा पनि हुन्छ लास्ट डे टायर्ड थिएँ किनकि म हप्ता 10 दिनभन्दा बढी जस्तो घरबाट बाहिर थिएँ निन्द्रा राम्रोसँग पुगेको थिएन रेस्ट चाहिएको थियो रेस्ट पनि गरेँ अहिले लगभग धेरै बजे 11-11:30 भइरहेको होला अब चाहिँ फ्रेस हुने खानासाना खाने अनि त्यसपछि निस्किनु पर्ने छ त्यही हो अलिकति घर पनि सफा हुँदैछ आज चाहिँ यो चाहिँ अब कपडाहरू यताउता यो दसमा पनि त्यो भैमा ओछ्याएको थियो नि त यो पुरै सफा गर्दै हुनुहुन्छ यताको पनि सफा गर्दै हुनुहुन्छ यो पनि सफा हुँदैछ अनि यो पनि पुरै पोसपास हुँदैछ करेन्ट लाग्ला है त्यो तारमा तपाईँलाई त्यसपछि रुम यही हो अब यहाँ नसुते पनि यहाँ बिस्तार लगाएको थियो कपडा धेरै झिकेको थियो सफा गर्नुपर्छ भन्ने छ रुम त्यति राम्रो चाहिँ छैन मैले रुम त्यति राम्रो बनाएको छैन किनकि मलाई रुम त्यस्तो पर्फेक्टली चाहिँ कहिले पनि चाहिएको छैन मलाई चाहिँ आफ्नो वर्किङ स्पेस र आफ्नो सुत्ने खाट सफा भए मजाले पुग्छ मेरो लागि यही नै महल छ अहिलेको लागि त्यही हो यहाँ गाडी नहुँदैन गाडी धेरै ल्याएर राखेको थिएँ मैले मोर देन 20-30 गाडी राखेको थिएँ तर आफ्नो गाडी कहिले पनि थिएन अहिले आफ्नो गाडी आइसकेको छ आहा त्यसपछि पार्किङ चाहिँ त्यहाँ बन्दैछ हो त्यो हाम्रै स्पेस हो त्यो पुरै हाम्रै स्पेस हो जाने चाहिँ यहाँबाट हो अगाडिबाटै हो त्यो पनि पहिला गाउँबाट झर्दाखेरि यो मात्र थियो अनि त्यो पनि अहिले आफ्नै हो यो पनि आफ्नै हो यो कसरी भयो के भयो यो बिचको टाइममा कहाँ हराएको थिएँ म 1 वर्ष जस्तो म टोटली इनएक्टिभ नै थिएँ पफ त्यो पनि म चाहिने नै कुरा हो त्यसपछि म बिचको टाइममा कहाँ हराएँ कता गएँ सबै म एउटा भिडियोमा मजाले भन्नेवाला छु मनी इज नट एभ्रिथिङ पैसा कसरी आउँछ र कसरी खेलाउनु पर्छ त्यो जान्यो भने सबै कुरा हुन्छ यो गाडी पनि मेरो फुल क्यासमा छँदै छैन मैले यसलाई फाइनेन्स गरेको छु गरेको पनि छैन यतिकै ल्याएर चलाइरहेको मात्रै फाइनेन्स पनि गरेको छैन भनेको थोरै भए पनि त्यसलाई कसरी युटिलाइज गर्ने त्यो जान्यो भने लाइफ अलिकति भयो भने स्मुथ चाहिँ हुन्छ म पनि सिक्दै नै छु अलिकति ब्याक सपोर्ट छ अलिअलि साथीहरूको दाजुभाइहरूको फ्यामिलीको ब्याक सपोर्ट छ त्यो भएर यो सब गर्न सकिरहेको छु आई होप तपाईँहरूलाई पनि यो भिडियो मन पर्यो होला अब गाडी पूजा गरिसकेपछि अब चाहिँ आनन्दले अब जता पनि ट्राभल गर्न आनन्द हुन्छ मलाई पनि एउटा मूर्ति चाहिएको थियो गाडीको अगाडि चाहिँ आफूले यसरी जहिले पनि गाडीमा बस्ने बित्तिकै ढोक्न पाऊँ भन्ने हुन्थ्यो कहिले काहीँ कतै मोड्नु डर लाग्यो भने ट्याक्कै त्यो भगवान्को पाउमा यसरी ढोकेपछि आनन्द फिल हुन्छ अरू गाडी पनि गरिराख्छु आफ्नो पनि चाहिएको थियो त्यो पनि भयो त्यही हो थ्याङ्क यू सो मच फर वाचिङ टिल इन्ड अब चाहिँ आई विल कन्टिन्यू युट्युब नट रेगुलरली तर टाइम टु टाइम म भिडियो चाहिँ हाल्ने गर्दछु त्यही भन्दैमा आजको लागि म बिदा लिन चाहन्छु च्यानल नयाँ हुन्छ भने सब्सक्राइब गरिदिनु होला इन्स्टाग्रामतिर कनेक्ट हुन चाहनुहुन्छ टिकटक इन्स्टाग्रामतिर भने नाम एम विशाल छ गएर फलो गर्न सक्नुहुन्छ त्यति भन्दैमा आजको लागि बिदा लिन चाहन्छु जय नेपाल बाई बाई मिस फ्यामिली